नमस्कार। विश्वका 50औं देशहरू आइएनजिओद्वारा वैदेशिक हस्तक्षेपद्वारा बर्बाद पारिएको अवस्थामा नेपाल सन्दर्भमा वैदेशिक हस्तक्षेपको अवस्था के कस्तो हुन सक्छ र त्यसबाट बच्न त्यसलाई रोक्नको लागि के गर्न सकिन्छ बारेमा सानो टिप्पणी। सबभन्दा पहिले साम्राज्यवादी देशहरूले अरू देशमाथि किन कब्जा गरिन्छ त? त्यसका दुई तीनवटा कारणहरू छन्। एउटा मूल कारण चाहिँ अन्य देशमाथि सैन्य निगरानी गर्न भूमि आवश्यक पर्छ। त्यसको लागि जस्तै सामुद्रिक सैन्य निगरानी गर्नको लागि श्रीलङ्काको भूमि आवश्यक थियो अमेरिकालाई र त्यहाँ कब्जा गरियो। त्यस्तै जापानमाथि उहिले दोस्रो विश्वयुद्धका कब्जा गरिएको अवस्था। नेपाल सन्दर्भमा के छ भने अमेरिका चीनमाथि निगरानी राख्न चाहने, फ्री तिब्बत मुभमेन्टमा सहयोग गरिरहेको अवस्था, दलाई लामालाई सहयोग गरिरहेको अवस्था र त्यसको लागि नेपालको भूमि उसले आवश्यक हुन सक्छ। अर्को हो रिसोर्समाथि कब्जा। जुन देशमा धेरै रिसोर्सहरू छ त्यो रिसोर्स कब्जा गरेर कमाउनको लागि, जस्तो कि पेट्रोलियम खानी रहेका देशहरूमाथि तपाईले रसिया अमेरिकाहरूले आफ्नै तरिकाले कब्जा गर्दै आएको अवस्था छ। अब नेपाल सन्दर्भमा के छ भने नेपालमा पनि पेट्रोलियम पदार्थको खानी रहेको सम्भावनाको कुरा चलेको छ। त्यस्तै बहुमूल्य बहुउपयोगी जडीबुटीहरू 5 औले, निर्गुण्डी, यार्सागुम्बा, शिलाजित जस्ता जडीबुटीहरू नेपालमा प्रशस्त पाइन्छ। त्यसको विकास गरियो भने विश्वभरिलाई पुग्ने जति जडीबुटी उत्पादन गर्न सकिन्छ। अर्को शालिग्राम लगायतका बहुमूल्य पत्थरहरू नेपालमा पाइन्छ, विश्वभरि त्यसको व्यापार चल्न सक्छ। त्यस्तै खनिज तत्त्वका खानीहरूको सम्भावना पनि रहेको कुरा सम्बन्धित विज्ञ सम्बन्धित अफिसले जनाएको छ। त्यसैगरी रुद्राक्ष, बोधिचित जसको ठुलो विश्वभरका व्यापार छन् बौद्धिस्ट कन्ट्रीहरूमा, लगायत औषधीय वनस्पति पनि हो। यस्ता बहुमूल्य वनस्पतिहरू नेपालमा छ। त्यसैगरी बुद्ध र सीताको जन्मथलो हो नेपाल। जसरी मक्का मदिना अयोध्याको महत्त्व जतिको छ र जति त्यहाँबाट पर्यटकबाट कमाउन सकिन्छ त्यो अवस्था नेपालको पनि हुन सक्छ। यी हुन्छन्। अर्को चाहिँ अब अहिले त्यति प्रयोगमा नभए पनि पहिला प्रयोगमा आएको धर्म विश्वास। जस्तै क्रिस्चियन मुलुकले क्रिस्चियनिटी फैलाउँदै जाने कुराहरू छ। यी हुन् किन अरू देशमाथि कब्जा गरिन्छ भन्ने कुरा। अब कसरी कब्जा गरिन्छ त? एउटा चाहिँ सबभन्दा मजबुत तरिका हो आइएनजिओ मार्फत सहयोगको बहानामा। नेपालको सन्दर्भमा कुरो गर्दाखेरि हरेक ठुला पार्टी, सत्ता पक्ष, प्रतिपक्ष सबै आइएनजिओमा लिन देखिन्छ। सरकारको अनुमति बिना आइएनजिओ आउने होइन, त्यो त सरकारको अनुमति लिएरै आउँछ, चाहे त्यो बारबारा फाउन्डेसन किन नहोस्। त्यस्तै अर्को तरिका हो सैन्य सुरक्षा सहितको विकास योजना लगेर त्यो देश, जुन देशले कब्जा गर्ने त्यहाँ लगेर, जसमा नेपाल सन्दर्भमा चाहिँ एमसिसीको एमसिए मार्फत आउन खोजिएको। अब धर्मान्तर मार्फत, जस्तो क्रिस्चियन धर्म हो भने क्रिस्चियन धर्मले कब्जा गर्न खोज्यो भने त्यो मुलुक चाहिँ क्रिस्चियनमा जाने, अथवा मुस्लिम कन्ट्रीले कब्जा गर्न खोज्यो भने इस्लामिक धर्मको प्रचार प्रसार गरेर। अब यसमा नेपाल सन्दर्भमा कुरा गर्ने हो भने होली वेन्ड काण्ड सबैले थाहा छ र क्रिस्चियनिटी द्रुत गतिमा बढिरहेको अवस्था नेपालमा छ। अर्को तरिका हो, चौथो तरिका चाहिँ शान्ति स्थापनाको बहानामा, कुनै देशमा अशान्ति फैलिएको छ भने शान्ति स्थापनाको बहानामा अर्को देशमा छिर्छ। अब कस्तो देशलाई टार्गेटमा पार्दछन् त यी साम्राज्यवादी शक्तिहरूले? त्यसका केही क्राइटेरियाहरू छन्। 1 नम्बर क्राइटेरियामा जहाँ भ्रष्ट नेता र कमजोर जन आवाज हुन्छ। नेता भ्रष्ट, कमजोर जन आवाज। अर्को अस्थिर सरकार, स्थिरता रहँदैन। अर्को कारण भूगोल पनि हो।
जस्तै श्रीलङ्कालाई अमेरिकाले सैन्य अखाडा बनाउन खोज्नुको कारण सामुद्रिक सैन्य निगरानी रहेको थियो। त्यसैगरी नेपालको भूमि चीनसँग अमेरिकाको सम्बन्धका लागि आवश्यक छ। चीनमाथिको आक्रमण गर्नलाई नेपालको भूमि अमेरिकालाई आवश्यक छ, उल्लेख गर्न सक्छ। यी तरिका हुन् वैदेशिक हस्तक्षेपको। अब यी वैदेशिक हस्तक्षेप कसरी अन्त्य हुन्छ त? विश्वव्यापी अभ्यासलाई हेर्ने हो भने अहिलेसम्म कसरी लखेटियो त्यस्ता शक्तिहरू भने राष्ट्रवादी राष्ट्रप्रेमी सरकार प्रमुख वा कार्यकारी प्रमुख भएको बेला चाहिँ लखेट्न सक्छ। जस्तो सिङ्गापुरका ली कुवान यूले विभिन्न समुदायहरू त्यहाँ मलेसियाका, चाइनाका, इङ्ल्यान्डका थियो, तिनलाई लखेटेको कुरा भने चीनका देङ सियाओपिङ र माओ त्से-तुङ जस्ता राष्ट्रप्रेमी नेताहरूले त्यहाँबाट जापानी हस्तक्षेप र पश्चिमा हस्तक्षेप पनि थियो, त्यसलाई हटाउने प्रयास उतिखेर गरेको थियो। अब नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने बिपी कोइरालालाई लिन सकिन्छ, जस्तै केही राजाहरूलाई लिन सकिन्छ। एउटा तरिका त्यो र एकदमै मजबुत र सहज तरिका हो। अर्को तरिका हो 2 नम्बरको तरिका, जनताको बुलन्द आवाज जहाँ हुन्छ, जब जनता उठ्छ अनि विदेशी शक्तिहरू खिलातखुलुत भाग्छ। जस्तो उदाहरणको लागि अफगानिस्तान, फिलिपिन्स, पनामा लगायतका मुलुकबाट अमेरिकी सैनिकहरूलाई लखेटिएको अवस्था। अब नेपालमा चाहिँ के उपाय हुन सक्छ त? ती 3टा उपायहरू मैले भने, एउटा राष्ट्रवादी राष्ट्रप्रेमी कार्यकारी प्रमुख नेता हुनुपर्ने, अर्को जनता बुलन्द। अब नेपालको अवस्थामा के छ? एउटा चाहिँ पुराना राजनीतिक दलहरूमा जनता मोह जाग्यो भने, किनभने उसको गाउँसम्म अर्गनाइजेसन छ, युनिट अफ कमान्ड छ, त्यस कारण त्यो चाहिँ सजिलो हुनसक्छ एउटा। अब त्यसको चान्स कति छ तपाईँहरू आफै अनुमान लाउनुहोस्। अर्को 2 नम्बर र एकदमै बलियो जुन विश्वभरि प्रचलनमा आएको, जनता जाग्न पर्छ। कसरी जाग्ने त? गाउँबाट भ्रष्टाचारी ठोक्न सुरु गर्ने अहिलेदेखि, आइएनजिओ लखेट्न सुरु गर्ने अहिलेदेखि। यो देखेर विदेशीहरू यो देशमाथि कब्जा गर्न चाहँदैनन्। उनले सोच्छन् यहाँ दाल गल्नेवाला छैन र आउँदैन। मेरा तर्कहरू कस्तो लाग्यो? यदि तपाईँले भिडियो हेर्नु भएको रहेछ भने एकचोटि कमेन्ट गर्नु होला अथवा आफ्नो राय राख्नु होला।